न्याय चाहिँ अहिलेसम्म पाइएको छैन। त्यही अब के छ त उहाँको परिवार आइसक्नु भएको छ कि परिवार सबै हुनु दाजुभाइ इष्टमित्र हामी सबै छौँ, बुवा आमा सबै हुनुहुन्छ। हो फेरि अहिले नयाँ जो आज बिहान मात्रै जसले यहाँ बुद्धनगरमा आत्मदाह गर्नुभएको थियो, प्रयास गर्नुभएको थियो, उहाँको पनि निधन भयो भन्ने सुन्नमा आएको छ होइन, न्युज आएको छ। के भन्नुहुन्छ, यस्ता न्युजहरू बढ्दै गएका छन्। यो दमन सरकारले अहिले तपाईँलाई जसरी यहाँ गरिराखेको छ त्यसको विरुद्धमा के भन्नुहुन्छ? अब जताततै चाहिँ तपाईँको आत्मदाह बढिरहेको छ। अब यदि सरकारले न्याय दिएन, यदि चाहिँ भनौँ युवाहरू मारिरह्यो, दलितहरू मारिरह्यो, युवाहरू मारिरह्यो भने एक दिन प्रकाश टम्टा प्रतिकारलाई पनि चाहिँ काठमाडौँ पोस्टमा पत्रिकामा चाहिँ तपाईँको निधन भएको, आत्मदाह गरेर निधन भएको देख्नुहुन्छ। त्यो एउटा विद्रोह हो। विद्रोह के छ त अब यो सरकारबाट जनता असन्तुष्ट भएकै हुन्छ। अब यो सरकारले मर्निङ सोज द डेज भने जस्तो यो सरकारले खासै छनक देखाएन, खासै लक्षण देखाएन। युवाहरूलाई यति ठुलो सपना देखाएर जसरी एउटा बोयफ्रेन्डले गर्लफ्रेन्डलाई ठुलो सपना देखाउँछ तारा झार्ने, त्यस्तै गरी ठुल्ठुला तारा मात्र होइन, माथि चाहिँ बृहस्पति नै झारिदिने तरिकाले सपना देखायो। तर सपना चाहिँ तुइएर गयो। सपना तुइएर गयो युवाहरूको लागि, दलितको लागि, महिलाको लागि, यो देशको विकासको लागि, सामाजिक समानताको लागि सपनाहरू सब तुइएर गयो, मिसक्यारेज भयो। धेरैले चाहिँ अहिले के भन्नुहुन्छ भने दलितको लागि मुद्दा उठाउने खोकेन्द्र सुनार आफै बोल्नु भएन भन्नुहुन्छ कि विषय। उहाँको मुखमा चाहिँ रासोपाको घन्टी रूपी ताला लाग्यो, त्यही भएर बोल्नु भएन भन्नु। ताला अब रवि बालेनले ताला लगाइदिएपछि कसले बोल्ने हो? त्यहाँ पीडितलाई त बोल्न दिएको छैन। बालेनको पुरा सेनाहरू आएर हस्पिटलमा पुरा घेरिया छ। हेर्नुहोस् भित्रको माहौल मैले हेर्दाखेरि प्रधानमन्त्रीको स्वकीय सचिव वरिपरिबाट डिएसपी एसपी सब आएर पीडितलाई घेरिया छ। के तपाईँ पीडितकै प्रधानमन्त्री हो र? त्यो चाहिँ तपाईँको गणेश नेपालीको परिवारकै चाहिँ तपाईँको त्यो आतङ्कवादी हो र? चाहिँ ठुलो भिभिआइपी हो र? त्यत्रो पुलिस ल्याएर सेक्युरिटी राख्नुपर्ने तपाईँको चाहिँ सुटरले टार्गेट गरेको छ र? त्यहाँभित्र सास फेर्न सकिरहेको छैन। जतातता पुलिस छ, वरिपरिबाट पुलिसले दबाब दिइरहेको छ, सास फेर्न गाह्रो भएको छ भन्दै थिए। त्यस्तो छ अवस्था। अब न्यायको लागि यसरी अब सडकमा सङ्घर्ष भइराख्दाखेरि के छ त माग? उहाँको परिवारलाई सरकारले के गर्ने हुन्थ्यो भने जस्तो तपाईँलाई चाहिँ लागेको छ? के गर्ने? अब यस्तो हो, उहाँले आफ्नो छोरा गुमाइसक्नु भएको छ। त्यो छोराको मूल्य बराबर कुनै माग होला जस्तो मलाई लाग्दैन। एउटा डेथ भनेको, मृत्यु भनेको सबैभन्दा ठुलो चाहिँ तपाईँको एउटा चिज हो जसको अगाडि कुनै पनि मागले पूर्ति चाहिँ हुँदैन। अब त्यो भावनाले गणेश नेपाली हाम्रो माझ हुनुहुँदैन, तर गणेश नेपालीको सबले लसले चाहिँ सबले न्याय पाउनुपर्छ, परिवारले व्यवस्थापन हुनुपर्छ र उसलाई चाहिँ एउटा यो समाजमा बुझ्न नसकेको कुरा मैले के भनिरहेको छु, उसको चाहिँ तपाईँको गणेश नेपालीले उसको व्यक्तिगत स्वार्थ के थियो र? उसको व्यक्तिगत स्वार्थ होइन नि त। यो उसको व्यक्तिगत जो श्रीमान श्रीमतीको लडाइँले उसले आत्महत्या गरे हो त? होइन नि। त्यो भएको यो राज्यले बेमानी गर्यो, यो राज्यमा खराबीहरू छन्। प्रहरी प्रशासन चाहिँ तपाईँको ट्राफिक आदि इत्यादि सिस्टमहरू सबै बन्द छन्, सिस्टमहरू सबै सुतेका छन्, सिस्टमहरूले चाहिँ काम गर्न सकेन। अब यो सिस्टमको अगाडि एउटा युवाले चाहिँ तपाईँको लड्न नसकेपछि एउटा उसले चाहिँ विद्रोह रोज्यो। के विद्रोह त्यो विद्रोह हो भनेको आत्मदाह हो। त्यसरी त्यसलाई बुझ्नुपर्छ। त्यो एउटा आन्दोलन हो। आन्दोलन गर्नलाई लाखौँ मान्छेहरू सडकमा आउनुपर्छ भन्ने छैन। राज्यलाई चेतावनी दिनलाई त्यो एक प्रकारको विद्रोह नै हो भनेर बुझ्नुपर्छ। त्यो आत्महत्या, डिप्रेसन भयो, यो भयो, त्यो भयो। के हामीले उसको बुढीसँग श्रीमतीसँग कुरा गरेका छौँ, तपाईँको श्रीमानले केही कुराहरू गर्नुहुन्थ्यो अथवा केही टेन्सनका, डिप्रेसनका, मेन्टली टर्चरका कुराहरू के होइन? एकदम नर्मल, घरमा आएपछि खुसी हुने, छोरीलाई खेलाउने, त्यो प्रकारको कुरा थियो। त्यो भावनाले उनमा राजनीतिक चेत रहेछ। गणेश नेपालीमा राजनीतिक चेत भएको हुनाले विद्रोह स्वरूप उनले आत्मदाह गरेका हुन्। डिप्रेसन होइन, विद्रोह हो। अहिले अब सडकमा तपाईँहरू आइराख्दाखेरि गृहमन्त्री सुदन गुरुङ, बालेन शाह प्रधानमन्त्रीको राजीनामा मागिराख्नु भएको छ। उहाँले के यो नैतिकताको आधारमा राजीनामा दिनै पर्ने हो त? होइन, अब यो कुरा चाहिँ मेरो एकदम कस्तो धारणा छ भन्दाखेरि राजीनामा चाहिँ सोल्युसन होइन। हेर्नु साथीहरू, अब यो देशमा के छ, 5 वर्ष सरकार नचलाउने, बिचमा 1 वर्षमै राजीनामा माग्ने, 2 वर्षमै राजीनामा माग्ने, त्यो होइन कि। अब राजीनामा मागे पनि त भोलि आउने त त्यही ठाउँमा अर्को मान्छे हो नि त। अनि मान्छेको टाउकोसँग हामीले रिलेटेड होइन कि। यहाँको सिस्टम कति कमजोर छ, यहाँको सिस्टम कति खराब छ, त्यहाँसँग प्रश्न हो नि त। हामीलाई यहाँ अर्को ल ठिक छ, बालेनलाई राजीनामा दिउँ, अर्को मान्छे आउँछ रवि आउला, रवि आएर के फरक पर्ने हो? जस्तो थालमा पाल परेको छ भने त्यहाँ माथिमा तपाईँले मासु हाले पनि, भात हाले पनि, तरकारी हाले पनि चुहिएर त जाने नै हो। त्यो भएर यो सिस्टम चाहिँ के अरे पाल परेको कटौरा जस्तो छ क्या। यो सिस्टममा यति समस्याहरू छन्, यो सिस्टमलाई नै परिमार्जन गर्नुपर्ने, अब सोच्नुपर्ने अवस्था छ। अब सुदन गुरुङले हिजो मात्रै संसद
मै भन्नुभयो कि यो चाहिँ हाम्रो समस्या होइन, यो चाहिँ महानगरको समस्या हो, तर हामीले हेरिरहेको छौँ यसलाई भन्नुभएको छ क्या। यो त गैर जिम्मेवारीपूर्ण चाहिँ अभिव्यक्ति हो। गृहमन्त्री भनेको चाहिँ तपाईँको यो सिंहदरबारको मात्र गृहमन्त्री होइन नि, हजारौँ चाहिँ तपाईँका सयौँ के अरे जनताको, हजारौँ लाखौँ जनताको हरेक प्रहरी प्रशासन हरेक चिजको गृहमन्त्री, उहाँले त्यसरी जवाब दिन मिल्दैन। अर्को देशको महानगर प्रहरी हुन्थ्यो भने उहाँले जवाब दिन मिल्थ्यो, तर आफ्नै देशको महानगर प्रहरीको जिम्मा लिन सक्दैन भनेको त्यो पानीमाथिको ओबानो बन्न खोज्नु हो। धेरै स्टन्ट नगर्दा हुन्छ, धेरै स्टन्ट गरेर अरूलाई आरोप नलगाउँदा त्यो घरमा चाहिँ बुढाबुढी लड्यो भने चाहिँ बुढीलाई आरोप लाउने, बुढीले बुढालाई आरोप लाउने जस्तो यो चाहिँ इम्याच्योर भन्छ यसलाई, इम्याच्योर पोलिटिसियन जस्तो काम नगरौँ। अनि अहिले उहाँले पनि भनिसक्नु भएको छ हामीले महानगरका 3 जनालाई चाहिँ हामीले नियन्त्रणमा लिइसकेका छौँ, हामीले अनुसन्धान सुरु गरेका छौँ भन्ने हुन्छ। अब के छ आशा तपाईँहरू यसमा? अब जसले बदमासी गर्यो, जसले अपराध गरेको छ त्यहाँ सबैलाई कारबाही हुनु पर्यो। जस्तै चिट काट्नेका कुराहरू आछन्, त्यहाँ चाहिँ तपाईँको भिडियो फुटेजहरू चाहिँ त्यो लक गरेको, व्हिल लक गरेको कुराहरू आएको छ। त्यसपछि उसको शव जलिसकेपछि मुखदर्शक भएर हेर्ने कुराहरू आएको छ। त्यसपछि उसको शवलाई चाहिँ अपराधी जसरी चाहिँ तपाईँको डोराएर लखटेर चाहिँ हिँडाएर लगिएको छ, त्यो प्रहरी कुन हो, यो सबै चाहिँ छानबिन गर्नु पर्यो। फौजदारी रूपमा चाहिँ कसले घटनामा चाहिँ तपाईँको थप जलमल गर्यो अथवा त्यो घटना घट्न बाध्य बनाउने टिम को हो, त्यसलाई कारबाही हुनु पर्यो भने अब एउटा गणेशलाई समाधान, यो सरकारले यो एउटा नबुझेको कुरा के भन्दाखेरि त हामी आम जनताले नबुझेको कुरा के भन्दा एउटा गणेशलाई क्षतिपूर्ति दिएर, एउटा गणेशको परिवारलाई मात्र क्षतिपूर्ति दिएर समाधान हुने समस्या होइन नि त। यस्ता गणेशहरू आगामी दिनहरूमा चाहिँ जलेर नजाउन्। हेर्नुहोस्, कसैले आत्मदाह गर्नु नभयो। हिजो प्रेम चाहिँ तपाईँको प्रेम प्रसाद आचार्यले आत्मदाह गर्नुभयो, अहिले चाहिँ गणेश नेपालले आत्मदाह गर्नु पर्यो। अनि यो काठमाडौँमा यो कहाँ अरे बुद्ध नगरमा आत्मदाह गर्नु पर्यो, सर्लाहीमा आत्मदाह गर्नु पर्यो। अनि आत्मदाहमाथि आत्मदाह भयो, सरकारले क्षतिपूर्तिमाथि क्षतिपूर्ति मात्र दिने हो कि गणेशहरू जस्ता अनेक युवाहरूलाई आत्मदाह गर्ने बाटोतिर नडोराउनको लागि, नपुर्याउनको लागि काम गर्ने कि क्षतिपूर्तिमा मात्र ध्यान दिने, त्यो कुरा चाहिँ उहाँहरूले सोच्नुपर्छ। अहिले राजनीतिकरण भयो लासमाथि भन्छन् क्या धेरैले, के भन्नुहुन्छ यो विषयमा? यहाँ त नेपालमा त राजनीतिकरण हुनुमा त यस्तो मजा जस्तो च्याउ चाहिँ रातारात फल्छ नि चाहिँ तपाईँको उसमा जङ्गलमा, त्यसरी नै चाहिँ एउटा मुद्दा आयो भने अनि आफ्नो आफ्नो निजी स्वार्थको लागि, कोही आफ्नो पार्टीको लागि होला, कोही चाहिँ तपाईँको सङ्गठनको लागि होला नि 1-2 जना। फेरि मैले त्यो भन्न खोजेको सबैलाई एउटा डालोमा हाल्न खोजे होइन। सरकार पक्षबाट पनि राजनीतिकरण गर्ने, प्रतिपक्षबाट पनि राजनीतिकरण गर्ने, सडकमा पनि राजनीतिकरण गर्ने भन्दा पनि एउटा चाहिँ उसको गणेश नेपालीको न्यायको लागि र यस्ता गणेशहरू फेरि चाहिँ उत्पादन नहोस्, जसले चाहिँ आत्मदाह गर्न बाध्य होस् भन्ने प्रकारको चाहिँ घटना नघटोस्, त्यतातिर ध्यान दिनुपर्छ, ताकि पपुलारिटी र आदि इत्यादिको लागि चाहिँ होइन। हस्, धन्यवाद। शुभ नाम? हजुर, मेरो नाम प्रकाश टमटा प्रतिकार, म चाहिँ दलित अभियन्ता प्रकाश टमटा।